तपाईँले छड्किहाल्नु बस्नु 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 अलि पछि आउनुहोस् तपाईँलाई यो यहाँ बस्नुहोस् हो तपाईँलाई ट्राफिकले जान भनिकन तपाईँ जान पाउनुहुन्न के है त्यो पोलभन्दा बाहिरैबाट तपाईँले दुईवटा खुट्टा माथि राखेर अनि जानुहोस् भनेर तपाईँको सिरियल नम्बर सोधिसकेपछि बल्ल तपाईँ जाने है जानु जानु अलि टाढा हेर्नु दाइ टाढा हेर्नुहोस् है टाढा हेर्नुहोस् टाढा छेउ छेउ चेप्नुहोस् त्यो भुँडीलाई चेप्नुहोस् हो तपाईँले जम्मा 4वटा भुँडी चेप्ने अझै हो 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 अब यो भुँडीलाई चेप्नुहोस् त्यो भुँडीलाई चेपेर जानु है हो अब अर्को भुँडी फलो गर्नु त हो अब उताको भुँडीलाई फलो गर्नुहोस् अब तपाईँले सेन्टर पोइन्ट हेर्नु सेन्टर पोइन्ट हेरिसकेपछि उता 4वटा पोल हेर्नु होला है 4वटा पोलको बिचबाट तपाईँ साइड लाइट बाल्न सक्नुहुन्छ है ल साइड लाइट दिनुहोस् त है अब तपाईँ बाल्दै आउनुभयो त्यो सेतो रेखाभित्र छिरिसकेपछि बन्द गर्नुहोस् अनि प्लस बत्ती हेर्नुहोस् है ल हरियो बत्तीमा तपाईँ सरर जानुहोस् उकालोमा हेरेर जानु उकालोमा उकालोमा हो त्यहाँ स्टप गर्नुहोस् त दाइ दाइ तपाईँ अलि पछाडि आउनुहोस् त ब्रेक छोडेर अझै पछि आउनु अझै पछि हो अझै अझै हो तपाईँले बुझ्नुपर्ने कुरा यहाँनिर हुन्छ है पहिला चाहिँ हामीले बिचमा रोक्ने भन्थ्यौँ होइन दुईवटा पोलको बिचमा रोक्नु यो धर्साको बिचमा रोक्नु पर्थ्यो नि त अहिले तपाईँको जेनजी आन्दोलनपछि चाहिँ यो रेखालाई मान्यता छैन हो त्यो भएपछि तपाईँ यो समूह भाग छ नि समूह भागबाट पछाडिको टायर उकालो लागिसकेपछि तपाईँले रोक्न सक्नुहुन्छ हो है अब तपाईँलाई यहाँ पनि ट्राफिक अब एउटा ट्राफिक हुनुहुन्छ एउटा चाहिँ यातायातको कर्मचारी हुनुहुन्छ हो दुईजना जज हुनुहुन्छ हो उहाँले जानुहोस् भन्नुहुन्छ नि जानुहोस् त भन्नुहुन्छ तपाईँ खुट्टा लतार्दै जानुभयो भने तपाईँ फेल हो कि है त्यो भएर तपाईँले के गर्नु पऱ्यो उहाँले जानुहोस् भनिसकेपछि ट्याक्क दुईवटा खुट्टा माथि राखेर सरर जानुहोस् है अनि ओह्रालोमा पनि तपाईँको जुन सिस्टम यहाँ छ नि पछाडिको रेखा छुन पाउने सिस्टम ओह्रालोमा पनि तपाईँ त्यो समूह भागबाट पछाडिको टायर ओह्रालो लाग्ने बित्तिकै तपाईँले रोक्न सक्नुहुन्छ है र जानुहोस् त अब ट्याक्क खुट्टा राखिहाल्नु हो त्यसरी हो अझै पछाडि रोक्न सक्नुहुन्छ है दाइ यहाँ पछाडिको टायर हुँदा तपाईँले रोक्न सक्नुहुन्छ है अब यहाँ पनि तपाईँलाई त्यही हो त्यहाँ जुन केस थियो नि त्यही केस तपाईँलाई यहाँ पनि उहाँले चाहिँ जानुहोस् भनिसकेपछि तपाईँलाई चाहिँ अब नाम सोध्नु होला सिरियल नम्बर सोध्नु होला होइन त्यो सोधिसकेपछि तपाईँलाई जानुहोस् भन्नुहुन्छ नि ट्याक्क दुईवटा खुट्टा माथि राखेर सर र त्यो दुईवटा पोलभन्दा बाहिर गइसकेपछि बल्ल तपाईँले चाहिँ स्ट्यान्ड लाएर रोक्नु होला है र जानुहोस् त हो त्यसरी हो त्यति गरेपछि पास हुन्छ है